त्यो चिज गरिएन भने, रुट क्यानल गरिएन भने के भयो त, त्यहाँ हाम्रो जुन टुथमा ऊ छ क्याभिटी जुन भएको छ होइन, त्यो इन्फेक्सन त भित्रभित्र गर्दै गएर एकछिनलाई इमेजिन गरौँ मैले रुट क्यानल गराइनँ अरे, नगराउँदा के हुन्छ, क्राउनमा क्याभिटी भएको छ, क्राउनको पोर्सनको इनामे के भन्छ पल्पहरू सबै के भयो, ड्यामेज भयो। ओके, अब त्यो चिज अझ बढ्दै 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 गएर रुटको टिपमा पुग्छ। रुटको टिपमा पुगेपछि के हुने भयो त, अब त्यहाँनिर रुटको टिपको वरिपरिको रिजनलाई पनि त्यहाँनिर पनि इन्फेक्सन गराउने भयो। त्यहाँनिर अब पसहरू जेनेरेट गर्न सक्छ, पिपहरू जम्मा हुने भयो, अनि पछि स्वेलिङ हुन थाल्छ। त्यसैले रुट क्यानल गरिएन भने के हुने भयो त, यो ट्रिटमेन्ट आउने भयो, यो प्रब्लम हुने भयो, स्वेलिङ भएर गाला सुन्निने हुन्छ। गाला सुन्निन थाल्यो भने पछि त त्यो चिज अझै स्प्रेड हुँदै गएर यति भेग कन्डिसन बनाउन सक्छ कि त्यो स्वेलिङले गर्दाखेरि हाम्रो जुन यो सास फेर्ने नली हुन्छ नि, त्यसलाई पनि ब्लकेज गरिदिन सक्छ र सास फेर्न पनि अप्ठ्यारो भएर पेसेन्टको डेथ पनि हुनसक्छ, स्वेलिङ बढ्दै बढ्दै गएर है। त्यसैले त स्वेलिङ हुनु भएन होइन। त्यही भएर त्यो चिजलाई प्रिभेन्ट कसरी गर्ने त, क्याभिटी भइसकेको छ तर त्यो चिज नबढोस् भन्नको लागि चाहिँ हामीले रुट क्यानलै गरेर ट्रिटमेन्ट गर्ने। अब रुट क्यानल एकदमै सेफ प्रोसिड्योर हो है, प्रोसिड्योर एकदमै सेफ भयो है। र त्यसपछि आएर यो पेन त अब यस्तो हो, स्टार्टिङ भिजिटमा पेन हुन्छै हुन्छ, किनकि हामीले इन्फ्लेम भएको पल्प जुन चाहिँ स्वेलिङ भएको पल्प छ त्यो पल्पमा ट्रिटमेन्ट गर्न गइरहेको छौँ। अलरेडी जुन चिज सुन्नेको छ त्यसमा चलाउनु खोज्यो भने त पेन त हुन्छ नि अभियसली होइन। त्यही भएर हामीले के गर्छौँ, लोकल एनेस्थेसिया दिएर त्यसलाई लाटो पारेर स्टार्ट गर्छौँ। लाटो पार्दा पार्दै पनि कहिलेकाहीँ पेन हुन्छ है। र त्यो पेन भनेको चाहिँ एकदमै धेरै होइन। जब त्यो प्रेसर एकचोटि जुन हामीले मैले पाल पार्नुपर्छ भने नि, पाल पारिसकेपछि जब पाल रिलिज हुन्छ, भित्रको प्रेसर जब रिलिज हुन्छ, रिलिज हुने बित्तिकै पेन कम भइहाल्छ, हटिहाल्छ है। त्यही भएर रुट क्यानल प्रोसिड्योर त्यो एउटा एकदमै सेफ प्रोसिड्योर हो। पेनलेस त इनिसियली पेन हुन्छ अलिकति, तर टोटली पेनलेस प्रोसिड्योर त नभनौँ। रुट क्यानल के भन्छ, लोकल एनेस्थेसिया दिएर गरिन्छ। लोकल एनेस्थेसिया दिएको एटलिस्ट 5 मिनट 10 मिनट पछि जब लोकल एनेस्थेसियाले मजाले काम गरिसक्छ, त्यसपछि स्टार्ट गर्यो भने पेन चाहिँ एकदमै मिनिमाइज हुन्छ, एकदमै कम पेन हुन्छ।